होइन म तपाईँको मेरो अघिकै प्रश्नमा आएँ कि त्यो हामी उल्टो बाटोतिर जाँदैछौँ अहिले पनि सर्च गर्दैछौँ कि हामी पेट्रोल छ कि यहाँ कहाँ छ भनेर चाहिँ त्यो त्यतातिर जाने कि नजाने अलिक ढिलो भयो धेरै वर्ष अगाडि गरेको थियो भने चाहिँ जलवायु परिवर्तनको हिसाबले अब त दोलखातिर चाहिँ हजुर अब धेरै हामी बेला त्यो गर्नु नहुने थियो ठुलो खर्च गरिरहेछौँ होइन ब्याक हुन सकिन्छ के हुनुपर्छ त्यसलाई हेरौँ अब राष्ट्रिय स्तरमै पनि एक प्रकारको छलफल हुनुपर्छ होला हो किन तपाईँ मार्फत प्रधानमन्त्रीज्यूलाई चाहिँ अहिले जो लिडिङ गरिरहनु भएको छ किन हामी उल्टो बाटो नहिँडौँ है किन संसारले त एउटा भोगिसकेको छ होइन त्यसको एउटा बेनिफिट पनि त छैन हामीलाई यो कार्बन उत्सर्जन बढी गर्ने देशहरूले कसरी समस्या भोगिरहेछन् होइन अब हामी कहाँ पनि किनभने अलिकति हामी हाइटमा भएको हुनाले हामीले पनि समस्या भोगिरहेछौँ धेरै घटना त अब हामी यहीँ उदाहरण छन् नि संसार अन्त हेर्न पनि परेन होइन तर अब सधैँ हामी यो हाम्रो हिमाल भनेर पनि नहोला होइन हामी जाने बाटो वे आउट चाहिँ के हो त धेरै 20-25 वर्ष अगाडि नै उत्खनन भएर अथवा त्यो हिसाबमा भएको थियो भने त्यतिखेर पनि गलत चाहिँ गलत हुन्थ्यो होइन तर सायद विश्व पनि त्यसरी अगाडि बढेको थियो हामीले पनि गऱ्यौँ भन्न सुहाउँथ्यो अहिले चाहिँ यसलाई जलवायु परिवर्तन या वातावरण संरक्षणको तर्फबाट मात्रै हेरेर होइन कि आर्थिक हिसाबबाट हेर्दा पनि अबको ऊर्जाको स्रोत र अब ऊर्जा कहाँ उपयोग हुन्छ भनेर हेर्दाखेरि त्यो ऊर्जा उपयोग गर्ने क्षेत्र यातायात कल कारखानाहरू पनि सबै विद्युतीयतिर लागिरहेको स्वच्छ ऊर्जातिर लागिरहेको सन्दर्भमा अब चाहिँ विभिन्न राष्ट्रहरूले पनि पेट्रोलियमको उत्खननलाई कम गर्दै या बन्द गर्दै लगेको परिवेशमा हामीले पनि त्यो अन्तर्राष्ट्रिय परिवेशलाई सम्झिँदै दिगो बाटो कुन हो भनेर छलफल गर्नुपर्ने आवश्यकता छ पर्याप्त समस्याहरू छन् त्यसको चाहिँ समाधानको उपाय कि त नेपालको सन्दर्भमा एज अ विज्ञका हिसाबले भन्नुपर्दा किनभने हामी फेरि 3 तहको सरकारहरू छौँ मैले देखिरहेको चाहिँ कस्तो भने इम्प्लिमेन्टेसनमा चाहिँ गाह्रो छ कि जस्तो हामी अब केन्द्र एउटा सङ्घ भयो अर्को एजेन्सी बिचमा छ र निकाय जुन नगरपालिका भन्नु न उनीहरूले चाहिँ काम गर्ने त्यहाँ चाहिँ सरसरी कामको जिम्मेवारी देखिन्छ फन्ड देखिँदैन होइन यो खालको चाहिँ जलवायुकै कुरामा पनि त्यहाँ उहाँहरूसँग इन्ट्रेक्सन गरेर ती कुराहरू आउँछन् तपाईँले यसलाई चाहिँ कसरी हेर्नु भएको छ